आदरणीय दर्शक वृन्दहरू, आजभन्दा 15 वर्ष अगाडिको बेला सम्झनुहोस्। जति बेला राज्य चलाउने राजाभन्दा पनि चर्को बोल्ने, गोली ठोक्ने, मान्छे मार्ने जस्ता गतिविधि गर्ने टोल टोलमा इन्ट्री भएको थियो। इमान्दार कम्युनिस्टहरू, जसको डरले बिघौ बिघाको मालिक भनाउँदा जमिनदारहरू गाउँ छाडेर सहर पस्नु परेको थियो। यता गाउँमा भएका गरिब, साना तथा मझौला वर्गका किसानहरू निकै हर्षित भएर जग्गा जोत्न थाल्यो, किनकि जग्गा आफ्नो नाउँमा नभए पनि आफ्नै जस्तो भयो। यतिका दिनसम्म बाकस दराजभित्र राखिएको कागजपत्र तथा लाल पूर्जाहरूमा न त ठुसिनै पर्यो न त हावाले नै उडायो, जस्ताको त्यस्तै रह्यो। बरु ती कम्युनिस्ट भनाउँदाहरू चाहिँ सरकारमा गएर पनि हरायो। अर्कोतिर जमिनदारहरू जग्गाको ठेकदारहरू बोकी समय अनुकूलको शुभ मुहुर्तमै करायो। लौनी के भयो हजुरलाई? कुखुराको भूत चढे जस्तो छ। कुखुराको भूत होइन मायालु, मलाई त 52 बिघाको भूत चढेको छ। हजुर जुस खानुस्। हेर्नुस्, हजुर एक्लैलाई 52 बिघाको भूत चढेर मात्र हुँदैन, सबैलाई चढ्नु पर्यो। हजुर भाउजू, दाइले आँट्नु पर्यो, अनि परेको सपोर्ट हामी गर्न तयार छौँ, हो कि होइन भाइ? हो दाइ, भाउजू तपाईँ नआतिनुहोस्। अनि दादा हजुर प्लिज टेन्सनमा नबस्नुहोस्। ल सुन, कुरो त्यस्तो हो भने भोलि नै म जानेछु हाम्रो धनको खानी भएको ठाउँमा। अनि 52 बिघा कहिले जानुहुन्छ नि? मायालु, तिमी पुरै बुझ्दिनौ के? लाठी जस्तो कुरो नगर न के? बाघको छालामा स्यालको रजाइ त सुनेको थिएँ, तर आज बाघको सम्पत्तिमा पनि स्यालको रजाइ देख्ने अवसर पाइयो। वाह 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 वाह। ए हो पारा, के हो बुढो? हाम्रो जेठो जमिनदार जस्तै हुनुहुन्छ। हो, जेठके मालिक साहब। के छ हालखबर? नमस्कार हुजुर। नमस्कार। अनि काका आरामै हुनुहुन्छ नि? राम्रो छ। मुछरु भाइ त बुढो भएछ। ओहो, दारी जुङ्गाहरू सबै फुलेछ। जाउँ। तपाईहरूको माया मैले देखेँ, आज पनि उही माया उही सम्मान। यी आँखाले परिवर्तन देखे पनि हजुरहरू र मेरो सम्बन्धमा कुनै पनि परिवर्तन छैन। यहाँ आउँदाखेरि मनमा मेरो अनेक कुराहरू खेलेका थिए, तर यहाँ आइसकेपछि यो गाउँ, यो ठाउँको हरियाली देखेर
म एउटै कुराको पोइन्टमा पुगेँ, एउटै कुराको केन्द्रबिन्दुमा पुगेर मैले के सोच्न बाध्य भएँ भनेदेखि यहाँहरूले दिनुभएको माया, मोह, स्नेह मेरो लागि धेरै ठुलो कुरा छ। जमींदार साहब की जय, जमींदार साहब की जय, जमींदार साहब की जय। यति धेरै यहाँहरूको ऋणको भारी बोक्न सक्दिनँ म अब जग्गाको बाँडफाँड गरेर यहाँहरूको टाउकोमा जिम्मेवारी बोकाउन चाहन्छु। म हजुरहरूलाई यो जिम्मेवारीबाट पन्छाउन चाहन्छु। भनेपछि हजुरले यो जग्गा बेच्न खोज्नु भएको हो? होइन होइन, मैले मेरो दाजुभाइको टाउकोमा जिम्मेवारी थोप्न खोजेको मात्र हो। हजुरहरूले यतिका दिनसम्म जुन जग्गाको रेखदेख गर्नुभयो त्यसको लागि हजुरहरूलाई हृदयदेखि नै मेरो धन्यवाद छ। ए बाबु, अलिकति पानी खाउँ न। अलिकता गएर पानी ल्याइदेऊ त बाबु। धन्यवाद। जमीनदार साहब, म क्यान्सर पीडित छु। 10 कट्ठामा लगाएको उखुको पैसाले उपचारमा केही राहत हुन्छ? यसो नगर्नुहोस्, म हात जोड्छु हजुरसँग। यतिका दिनसम्म यो जग्गाले अर्काइरहेको थियो। अब यो उमेरमा कहाँ जाने, के गर्ने, के खाने? दया हजुरको। मालिक, बेटी के विवाह में 8 लाख ऋण लगा दहेज दिली, खेत उपजा का गिरबै से सोचने छली, अब केना होती मालिक? आए देखिन् यो ठाउँमा चुपचाप बसेको बसै छ। के साह्रै पिटाइ खाइरहनु भएको? आवाजै गुम्ने गरी धेरै भूत चढेको थियो होइन? माया, तिमी कुरै नबुझिकन प्यार 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 अಯ್ಯ म मरे। भाउजू प्लिज एकछिन। दाइ के भएर चोटपटक लागेको हजुरलाई? चर्चित जी, यस्तो देखेँ मैले त्यो गाउँ, त्यहाँका मान्छेहरू। मालिक, बेटी के विवाह में 8 लाख ऋण लगा दहेज दिली, खेत उपजा का गिरबै से सोचने छली, अब केना होती मालिक? भयो भयो, मैले बुझिसकेँ। म यो ठाउँमा आएर मैले ठुलो गल्ती गरेछु। मलाई थाहा भइसक्यो। झन्डै मारेछ। दाई, मेरो साथी इन्सपेक्टर भएर त्यहीँ गएको छ। उहाँको सहाराले जानुपर्छ हामी। अब त्यहाँ जाँदैनौँ हामी। त्यहाँ जग्गाको स्पेशलिस्ट ठेकदार जान्छ। ठेकदार कहाँबाट आउँछ? अडिसन ल्याऊ, एडभर्टाइजमेन्ट गर। कम इन। नमस्कार। 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 बस्नुस्। अडिसनबाट ठेकदारको सिलेक्सन हुँदैछ भन्ने कुरो यहाँले कहाँबाट जानकारी पाउनुभयो? पटरिकाबाट हजुर।
योभन्दा अगाडि तपाईँले के काम गर्नुहुन्थ्यो? सर्फ नचाउने काममा मान्छे विदेश पठाउँथे, तर कोही पनि गएन। 52 बिघा जग्गा छ, बेच्न सकिन्छ त? ठुक्कर पाण्डेको ठुकको कसम, 52 बिघाबाट 52 धुर जग्गा पनि बाँकी रहन दिन्न। अच्छा, थाहा पाइयो। फर्म त भरिसक्नु भएको छैन यहाँले? यसो गर्नुहोस् न, हामी तपाईँलाई मगाउला, अहिले जानुहोस्। नमस्कार। थुक फाल्ने ठाउँ छैन यता? थुक फाल्न? हजुर। बाहिर जाने, बाहिर छ। चर्चिजी, कस्ता कस्ता मान्छे इन्टरभ्यू दिन आएका छन् देख्यो त? अफिसमा थुक फाल्ने ठाउँ खोजिरहेछ। नेक्स्ट। नमस्कार सर। नमस्कार। सर नमस्कार। बस्नुहोस्। हस्। ठेकापट्टा गर्न थालेको चाहिँ कति भयो नि? पहिला आफैले किनेको जमिन थियो, बुढीले मन पराएन रे, 1 महिनामा बेचेको, 5 लाख रुपियाँ फाइदा भयो जमिनको। अब 52 बिघामा काम गर्ने सोच बनाएर आएको छु। राम्रो सोच छ हजुरको। ल त, हजुरलाई हामी पछि बोलाउँला है। हस् त सर, नमस्कार। नमस्कार। नेक्स्ट। नमस्ते। नमस्ते। नमस्कार। नमस्कार, बसो। पहिले केमा काम गर्नुहुन्थ्यो? म ब्याङ्कमा जागिर गर्छु। अनि ब्याङ्कमा जागिर गरे मान्छे फेरि यतातिर कसरी? अरूको पैसाको मात्र कति कारोबार गर्नु, यसो आफ्नो पनि त हुनु पर्यो नि। ठिक छ, के हुन्छ म हजुरलाई पछि। ल हस् त सर। हस्। हस्। नेक्स्ट। नमस्कार सर। सर नमस्ते। नमस्कार, बसौँ। भनेपछि हजुर नेपाल प्रहरीमा जागिर गर्नुहुन्छ? हजुर सर। अनि हजुरको मन यतातिर चाहिँ कसरी फर्कियो त? ड्युटी दह्रो छ, स्यालेरी कम छ, त्यसैले 150 अरूसँग सरसफाट लिएरै मेन्टेन गर्नुपर्छ। अब यो कामबाट उभो लाग्ने जस्तो छ। ठिक छ, नम्बर छोडेर जानु होला, पछि बोलाउँला है त। हाँ सर। नमस्ते। नमस्ते सर। नेक्स्ट। कोही पनि छैन? ए चर्चित, यो अडिसनबाट पार लाग्ला जस्तो लागेन। जति पनि आए सबै काम नलाग्ने बेवकुफ मात्रै आए। अब पीडित र बेरोजगार जस्ताहरूले मात्रै पत्रिका पढेका छन् र ठेकेदारहरू सब पैसा गन्नमा व्यस्त छन्, त्यो पनि होटलमा। चर्चित, तिम्रो नजरमा यो काम गर्न सक्ने कोही छैन? एकजना छ, दिमाग भएको तर पैसा नभएको। यहाँ एउटा किल्ला हाल है भाइ, राम्ररी हाल। यहाँ के गर्न लागेको? यो जग्गा हाम्रो साहबले किन्नु भएको हो, त्यसैले हामी नाप्न आएको हो। किनेको रे? यो त अहिले नि जग्गा हो, कसरी किने? हामी नाप्न दिँदैन केटा हो। के हो यो पेपर सेपर? जाऊ तिम्रो साहबलाई बोलाऊ। लालपुर जा, छ त मसँग। राम्ररी हेर।